ओम शान्ति। गुड मर्निङ। बापदादाका प्यारा प्यारा डबल प्राप्तिका अधिकारी बच्चाहरूलाई अनुभव गरौँ। स्वयं बापदादा वतनबाट हाम्रो सम्मुख आउनुभएको छ र हामीलाई आजको यस छोटो साकार मुरली सुनाइरहनु भएको छ। आज मिति 2083 साल जेठ 25 गते सोमबार, तदनुसार 8 जुन 2026। मिठो प्यारो बाबा मुरलीको सारमा भन्नुहुन्छ, मिठे बच्चे, यो सारा विश्व ईश्वरीय परिवार हो, त्यसैले गाउँछन् हजुर माता पिता हामी बालक हजुरका, तिमी अहिले यथार्थमा ईश्वरीय परिवारका बनेका छौ। आज बाबाले हामीलाई प्रश्न सोध्नु भएको छ, बाबासँग 21 जन्मको पुरा वर्ष लिने सहज विधि कुन हो? उत्तरमा बाबा भन्नुहुन्छ, सङ्गममा शिव बाबालाई आफ्नो वारिस बनाऊ। तन मन धनले बलिहार गयो भने 21 जन्मको लागि पुरा वर्ष प्राप्त हुन्छ। बाबा भन्नुहुन्छ, जुन बच्चाहरूले सङ्गममा आफ्नो पुरानो सबै थोक बिमा गर्छन् तिनीहरूलाई मैले 21 जन्मसम्म त्यसको प्रतिफल दिन्छु। गीत। नैनहीनको राह देखा प्रभु, नैनहीनको राह देखा प्रभु, पग पग ठोकर खाऊं मैं, नैनहीनको राह देखा प्रभु, पग पग ठोकर खाऊं मैं, नैनहीनको। अच्छा मीठे मीठे सिकिलादे बच्चाहरूप्रति माता पिता बाप दादाको याद प्यार एवं गुड मर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। हामी रुहानी बच्चाहरूको रुहानी माता पिता बाप दादालाई दिलवजन सिकवा प्रेमबाट याद प्यार गुड मर्निङ नमस्ते। वाह बाबा वाह, वाह टिचर वाह, वाह सद्गुरु वाह, धन्यवाद बाबा धन्यवाद। आज बाबाले हामीलाई धारणा गर्नको लागि मुख्य पोइन्ट्स दिँदै हुनुहुन्छ। नम्बर 1, आत्मा र शरीर दुवैलाई पावन बनाउनको लागि देहसहित जे जति छ त्यसलाई बाबालाई समर्पण गरेर उहाँको श्रीमतमा चल्नु छ। नम्बर 2, माता पिताको गद्दी नसिन बन्नको लागि स्वयंलाई लायक बनाउनु छ। लायक बन्नको लागि मुख्य पवित्रताको धारणा गर्नु छ। वरदान अनुभव गरौँ। स्वयं बापदादाको वरदानी हात हाम्रो श्रीमाथि छ अनि बापदादा हामीलाई वरदान दिँदै हुनुहुन्छ, सङ्गम युगमा अतीन्द्रिय सुखको अनुभव गर्ने डबल प्राप्तिका अधिकारी भव। विश्लेषणमा बाबा भन्नुहुन्छ, जुन बच्चाहरूले सङ्गम युगमा अतीन्द्रिय सुखको अनुभव गर्छन् उनीहरूलाई सदा शान्ति र खुसीको डबल प्राप्तिको नशा हुन्छ, किनकि अतीन्द्रिय सुखमा यी दुवै प्राप्तिहरू समाहित छन्। अहिले तिमी बच्चाहरूलाई जुन बाबा र वर्षाको प्राप्ति भएको छ यो प्राप्ति सारा कल्पमा हुन सक्दैन। यस समयको प्राप्ति अतीन्द्रिय सुख र ज्ञान पनि फेरि कहिल्यै मिल्न सक्दैन, त्यसैले यस डबल प्राप्तिको अधिकारी बन। स्लोगनमा बाबा भन्नुहुन्छ, एकअर्काको संस्कारलाई जानेर उनीहरूसँग मिलेर चल्नु यही उन्नतिको साधन हो। अच्छा ओम शान्ति। आज हामी सुमान दिनेछौँ, म डबल प्राप्तिको अधिकारी आत्मा हुँ, म डबल प्राप्तिको अधिकारी आत्मा हुँ। ओम शान्ति।